82 कुलपूजा समारोहमा यहाँ सहभागी रहनुभएका सबै कुल भाइ बहिनीहरूलाई म स्वागत अभिवादन गर्न चाहन्छु। र मलाई यहाँ 2 शब्द बोल्नको निम्ति आग्रह गरे अनुसार म यहाँ उभिएको छु र मलाई लागिरहेको छ यो कार्यक्रम गर्दाखेरि मलाई सबभन्दा पहिलो कुरा के याद आइरहेको छ भनेदेखि यहाँ म चन्द्र दाईलाई सम्झन्छु, किनभनेदेखि हाम्रो कुलपूजा यो रानीवनको छेउमा एउटा खर्साको नजिकै हामीले पूजा गर्ने गर्थ्यौँ। र यो पूजा गर्ने क्रममा मलाई चाहिँ यो ठाउँ अति अनुपयुक्त ठाउँ भयो। हामीले पूजा त गऱ्यौँ तर उपयुक्त ठाउँ थिएन। त्यसो भएपछि म यो ठाउँ कहाँ पाउँछ होला, मलाई अलिकता राम्रो ठाउँ भनेर मलाई लाग्यो। र म यहाँ गएपछि यहाँ रामकुमार श्रेष्ठ भन्ने एकजना पूर्व गाउँपालिका अध्यक्ष पनि थिए र मेयर अध्यक्ष प्रधानपञ्च थिए। तर त्यो अवस्थामा मैले उहाँसँग सोधेपछि तपाईँ के कुरा गर्नुहुन्छ, तपाईँहरूका खलक कता यहाँ त जिम्मेदारी छ, जिम्मेदारी पायो भने चाह्यो भने किन पाउँदैन भनेर मलाई उहाँले भनेपछि कहाँ छ भनेर भन्दाखेरि यो ठाउँ देखाइदिनु। उहाँले आएर म देखेको र आएपछि दाइ भन्नुहुन्थ्यो कुलपूजामा। तर मैले कुलपूजामा भने चन्द्र दाइ तपाईँहरूको जग्गा छ, लाने केही पनि छैन, यो जग्गा चाहिँ कुलको नाउँमा हाम्रो सन्तानको नाउँमा यो जग्गा दिनु पऱ्यो तपाईँले भनेर भने। यहाँ मलाई जग्गा कहाँ छ के छ मलाई त्यो पनि थाहा छैन, हाम्रो हो होइन पनि थाहा छैन। यदि छ भनेदेखि त्यो जग्गा म कुलपूजालाई दिने भएँ भनेर उहाँले भन्नुभयो। भनेपछि अरू भाइहरूलाई पनि हाम्रो भनौँ लालप्रसाद सन्तानहरूलाई केही भाइहरूलाई पनि मैले भनेँ। दाइले भन्यो भने ठिकै छ नि भन्ने कुराहरू भयो। त्यो आश्वासनको आधारमा नै यो जग्गा प्राप्त गर्ने मौका पायौँ। र यो जग्गा मौका पाइसकेपछि हामीले नियमका कुरा हुँदो रहेछन्, त्यसै दिएर नबन्दो रहेछ। अनि त्यसपछि एउटा हाम्रो कुलपूजालाई दर्ता गर्नुपर्ने विधान दर्ता गर्नुपर्ने परिस्थितिहरू देखा पर्यो। त्यो दर्ता बनाउँदाखेरि पनि हामीलाई निकै समय लाग्यो। र अमरजीले भन्नुभयो ए दाइ लिनु भयो छिटो लिनुहोस् भने हुँदैन भनेर भन्न लाग्यो। भैमा पनि हतारको स्थिति। र यो स्थितिमा यो सबै जुटाइदिएर अनि हामीले पनि एउटा विधान बनायौँ र विधानको जमोजिमा दर्ता गरेपछि हामीले यो जग्गा चाहिँ हाम्रो गाउँमा दर्ता गरेका छौँ। र यो जग्गा दर्ता गरिसकेपछि तपाईँ हाम्रो यो सम्पत्ति करोडौँ रुपियाँको सम्पत्ति विकास भइसकेको छ। यो उहाँहरूबाट हामीलाई हस्तान्तरण भएको छ र यो सम्पत्तिलाई संरक्षण गर्न तपाईँ हाम्रो दायित्व र मलाई लागिरहेको छ। यही मन्दिर बनाउनको निम्ति मैले पैसा उठाउने क्रममा 10औं पालि एकजना व्यक्ति कहाँ जाँदाखेरि पैसा दिइरहेको अवस्था थिएन र अझ पनि कति बाँकी छ। र मलाई लाग्छ सम्पन्न परिवारकै मानिसहरूले त्यो पैसा दिइरहेको छ। किनभनेदेखि दाजुभाइ छुट्टिएको छ तर पैसा पर्दा तिर्नुपर्छ भनेर छुट्टिएकै छैन भनेर तार दिएर पैसा नदिएको अवस्थाहरू पनि हामी विद्यमान छ। त्यसो भएको हुनाले हामीले एउटा कुरा के बुझ्नु पर्यो भनेदेखि हामी जिन्दगीमा बोकेर लाने केही पनि छैन, हामी मरेर लाँदाखेरि लैजाउँला भन्ने आश पनि छैन। त्यसो भएको हुनाले यो सम्पत्ति सम्पूर्ण पियाहरूको सम्पत्ति हो। त्यसो भएको हुनाले यसलाई संरक्षण गर्नुपर्ने दायित्व तपाईँ हाम्रो हो। त्यसो भएको हुनाले हामीले भावनात्मक रूपमा हामीले के विकास गर्नु पऱ्यो भनेदेखि यो मेरो सम्पत्ति हो, यसको सुरक्षा गर्नुपर्छ भन्ने भावना चाहिँ विकसित हुनु पऱ्यो। र यो क्रममा मलाई लागिरहेको छ, मलाई यहाँ हेरिरहेको अवस्थामा यो कमसेकम कम्पाउन्ड तयारी गरेर यो कम्पाउन्ड गरेर बनाएर सुरक्षित गर्ने हो भनेदेखि बन्दीपुर जस्तो ठाउँ यस्तो ठाउँ पायो भनेदेखि बन्दीपुरमा हजारौँ पैसा तिरेर प्रोग्राम गर्न आउँछ। अनि हामीलाई यहाँ पैसा बढ्ता उठाए यी भाइहरूले मासु खान पैसा चाहियो, उता के कोकाकोला खान पैसा चाहियो आदि भनेर सधैँ असन्तोषको बावजुद पनि पैसा उठाउने गरेका छ। त्यसो भएको हुनाले त्यो परिस्थितिहरूबाट मुक्त हुनको निम्ति हामीले एक दिन क्या गरिदिने हो भनेदेखि एक दिन हामी यो गरौँ न मात्र भन्ने हो भनेदेखि हामीले आत्मसात गर्ने हो भनेदेखि यो बन्न सक्छ। त्यसो भएको हुनाले मेरो आग्रह के हो भने तपाईँ हामी सबैलाई अहिले यो समिति आज जन्म समिति पनि छ, त्यो समिति त्यसको निम्ति क्रियाशील हुनेछ र त्यसको निम्ति सबैले मैले पैसा दिने कहिले हो भनेर सोधेर
उहाँहरूलाई सोध्ने मलाई आउँछ अनि तिमीलाई होइन सोधेर कहिले मैले दिने हो कति दिएपछि होला भनेर आत्मा खोलेर यो सम्पत्ति मेरो हो मैले संरक्षण गर्नुपर्छ भन्ने भावना विकास गरेर तपाईँहरू घर जाँदाखेरि जानुहुनेछ र परिवारलाई बुझाउनुपर्छ भने पनि बुझाउनु होला। म यिनै कुराहरू तपाईँहरूसँग आग्रह गर्न चाहन्छु। अनि अर्को एउटा कुरा छ मलाई के लागेको छ भनेदेखि पिया भनेको कुरा बन्दीपुरमा मात्रै अहिले विभिन्न ठाउँमा बसाइ गएको हुनाले पिया भएको छुट्टै हो तर पनि मानिसहरूले के लिन्छ भनेदेखि पिया भनेको पिया हो। त्यसो भएको हुनाले त्यो पूजा यो पूजा गर्ने सन्दर्भमा उदय गर्दै नारायणका पूजा गर्नुपर्छ हामी दाजुभाइ श्रद्धा धेरै छौँ कहाँ यही हो भनेर महत्त्व दिनुपर्छ भनेर धेरै कराउनु भएपछि मैले भने दाइ तपाईँले बुझ्नु भएन मेरो त बन्दीपुरमा खुट्टा टेक्ने ठाउँ पनि छैन त्यो बाटो भने त सबैको सार्वजनिक भयो उनीहरूले त्यो टेक्ने अधिकार चाहिँ छ तर मलाई बस्ने अधिकार चाहिँ छैन। त्यसो भएको हुनाले मेरो सम्पत्ति छैन त म बन्दीपुरमा त्यो पूजा गर्नुपर्छ भनेको छु। तपाईँ नहुने मान्छेले त्यसो गर्न पाइन्छ? पिया भनेको संसारमा कहाँ छ? यो पियाको परिचय बन्दीपुर भनेको पियाको यहाँ बन्दीपुरको मान्छे कहीँ गयो भनेर सोध्यो भनेदेखि मेरो घर त बन्दीपुर नभनिकन चिन्न सक्दैन किनभनेदेखि उसले म प्रधान हो भनेर भन्यो भनेदेखि उसले चिन्न सक्छ कहाँको प्रधान हो भनेर भन्यो श्रेष्ठ भन्यो भने उसलाई कहाँको श्रेष्ठ भन्यो बन्दीपुरको भन्दै तर पिया भनेर ए त बन्दीपुरै होस् भनेर भन्यो। यो कुराले तपाईँ हामी सबैले मनाउनु गर्छ। त्यसो भएको हुनाले कति भाइहरूले पिया नलेखेर श्रेष्ठ लेखेर यो गलत भइरहेको छ। हरिकुमार काकाले एक दिन मलाई भनेको थियो काका तपाईँको नाम श्रेष्ठ होइन पिया लेख्नु पर्यो भनेर मैले उहाँले आग्रह गरेँ। ए बाबु मैले रहरले लेखाए होइन भनेर उहाँले भने किन त रहर नभए भनेर उहाँले भन्दाखेरि एउटा उपमा मलाई दियो। म टाढामा कपडा जाने व्यापारमा यहाँ जाँदाखेरि फोन गरेर एउटा मानिसलाई फोन गरेँ म हरिकुमार पिया भनेर अनि त मियाजी क्या है बोलो भनेर भने अरे पिया मिया नहीं पिया पिया समझ गया मियाजी समझ गया मियाजी भनेर खोप दोहोरे तेरै भनेपछि अनि उसलाई असाध्य होइन मिया भन्नु छ अब म चाहिँ श्रेष्ठ राख्नु पऱ्यो भनेर राखेँ भनेर जवाब दिनुभएको तर मैले त्यो कुरा सन्तोष लाग्यो र उहाँले तपाईँले पिया लेख्नुपर्छ यदि होइन भनेदेखि हाम्रो सन्तानसँग तपाईँ अलग हुनुपर्छ भनेर पनि प्रस्ताव राखेँ। उहाँले अबको दिनमा पिया भनेर जानुभयो र त्यसको बावजुद पनि कति हाम्रो साथीहरूले श्रेष्ठ लेख्न कति भएको छ त्यो गलत भएको छ। किनभनेदेखि मलाई एक दिन म बागेश्वरीको निम्ति सिंहदरबारमा गएको थिएँ। सिंहदरमा गएका एउटा सिधै शिक्षामा स्वास्थ्य मन्त्रीसँग कुरा भयो। कुरा हुँदाखेरि तपाईँको हो भनेर सोध्यो म पिया हो भनेर शैलेन्द्र पिया हो ए शैलेन्द्र पिया भएपछि त त्यस्तै बनाउँछ नि भनेर भन्यो दिए पनि नदिए पनि बनाउँछ भनेर भन्यो। अब मसँग त्यस्तो छैन भने बन्दीपुरे पियासँगको कुरा गर्नु हामीले दिए बनाउँछ नभएदेखि मेरो पैसा चाहिँदैन मेरै पैसाले बनाउँछु भनेर भन्ने पियासँग सामर्थ्य छ। त्यसो भएको हुनाले यो पियाले गर्छ। सचिवजी तपाईँले चाहिँ यहाँ चाहिँ 1 करोड रुपियाँ कमसेकम पैसा राखिदिनुहोस् र उहाँहरू अधुरो भयो भने आफै राख्छ। यस्ता मान्छे हुन् पिया भनेको बन्दीपुर सुन्नु भएको छ भनेर भनेको सुनेको हो भनेर भन्नु त्यति महत्त्व राख्ने कुरा हो। त्यसो भएको हुनाले यो महत्त्वलाई राखेर यो ठाउँमा पनि हाम्रो कुल पूजाको स्तरमा त्यसलाई हामीले सम्मान गरौँ र हरेक भाइहरूले चाहिँ अब श्रेष्ठ हुने पिया नै लेख्नुपर्छ भनेर बाध्य बन्यो। त्यो नीति बन्यो कतै संशोधन गर्छ सिडिओ कहाँ गएर संशोधन गर्नुपर्छ भने पनि गरौँ गृह मन्त्रालय गएर संशोधन गर्नुपर्छ भने पनि गरौँ तर पिया बन्यो। यसले गर्दाखेरि तपाईँ हामी जहाँ थिए गए पनि हामी पिया भनेपछि हाम्रो सन्तान भन्ने कुरा हुन्छ। त्यसको लागि म सबैसँग आग्रह गर्न चाहन्छु र आज जुन कार्यक्रमहरू भयो यो कार्यक्रमलाई तपाईँहरू सबै आएर एउटा जुन शोभा पठाइदियो त्यसको लागि पनि बधाई छ र यसलाई निरन्तरता गर्नको निम्ति सबैले माया मोह दिनुहुनेछ र यो पिया खलको स्मरण गर्ने आदतलाई तपाईँहरूले सम्झिदिनुहुनेछ भन्ने म आग्रह गर्दै मेरो भनाइ यहाँ चाहिँ हस्त